सम्मान दिँदैछौँ। म निम्त्याउन चाहन्छु सूर्य गिरिजीलाई। उहाँलाई अगाडि आई यो सम्मान ग्रहण गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। सबै पत्रकार साथीहरूलाई अलिकति मिलेर बसिदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु। अलिक बिचतिर सर, थोरै बिचतिर। सूर्य गिरिजीलाई हामीले नगद 25,001 सँगसँगै 1 ग्रेड थप गर्दैछौँ। उहाँलाई हामी यो सम्मान पनि दर्शाउन चाहन्छौँ। धेरै धेरै धन्यवाद पनि सूर्य गिरिजीलाई। सँगसँगै दिपेश खड्काजीलाई पनि हामी अगाडि निम्त्याउन चाहन्छौँ। दिपेश खड्काज्यूलाई पनि अगाडि आई यो सम्मान ग्रहण गरिदिनु हुनको लागि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। उहाँलाई पनि 1 ग्रेड थप सँगसँगै 25,001 नगदको यो पुरस्कारबाट हामी सम्मान गर्दैछौँ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। उहाँ सँगसँगै सोमबहादुर भुजेलज्यूलाई पनि अगाडि आई यो सम्मान ग्रहण गरिदिनु हुनको लागि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। अझै पनि ड्युटीमा हुनुहुँदो रहेछ सोमजीलाई अगाडि आएर यो सम्मान ग्रहण गरिदिनु हुनको लागि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ र उहाँलाई पनि उहाँले आफ्नो कर्मप्रति देखाउनु भएको निष्ठाका लागि धेरै धेरै धन्यवाद। उहाँलाई पनि हामी 1 ग्रेड थप सँगसँगै 25,001 को यो चेक प्रदान गर्दैछौँ। उहाँ सँगसँगै त्यो बखत स्टोरमा हुनुभएका ग्रोसरी सिनियर सुपरभाइजर सागर गुरुङजीलाई पनि अगाडि हामी निम्त्याउन चाहन्छौँ। सागर गुरुङजीलाई पनि अगाडि मञ्चमा आई यो सम्मान ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। 51,111 को यो चेक सँगसँगै 2 ग्रेड बढुवा अलिकति अगाडि आइदिनका लागि म अनुरोध गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। अब यहाँहरू सबैजनाले पनि भिडियो मार्फत देख्नु नै भएको छ होला एक मानिसको वीरता र उहाँले कसरी आफ्नो कर्मलाई सबैभन्दा अगाडि राख्नु भएको थियो त्यो समय भनेर म निम्त्याउन चाहन्छु दुल पराजुली दाइलाई। उहाँलाई अगाडि हामी जोरदार तालीले सम्मान पनि गर्न चाहन्छौँ। उहाँले त्यो समयमा देखाउनु भएको वीरताका लागि धेरै धेरै धन्यवाद। विगत 22 वर्षदेखि भाटबटिनीसँग उहाँ आबद्ध हुनुहुन्छ। दुल प्रसाद पराजुलीजीलाई पनि हामी यो सम्मान प्रदान गर्न चाहन्छौँ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। थोरै यतापट्टि हो, यतापट्टि फर्केर। दुल प्रसाद पराजुलीजीलाई हामी धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ र उहाँलाई सम्मान स्वरूप 5,01,111 को चेक पनि हामी प्रदान गर्दैछौँ। 1 फुली सँगसँगै 5 ग्रेड बढुवा पनि उहाँलाई हामी गर्दैछौँ। उहाँलाई धेरै धेरै धन्यवाद पनि। पछाडिबाट गरिदिउँ न। उहाँले देखाउनु भएको काम प्रतिको निष्ठाका लागि पनि हामी धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ उहाँलाई। उहाँले पनि इमान्दारिता र साहसको अगाडि जस्तोसुकै परिस्थिति आए पनि आफूले अगाडि बढ्न सकिन्छ भन्ने कुराको प्रमाण पनि उहाँ आफै हुनुहुन्छ। उहाँलाई हामी धेरै धेरै धन्यवाद पनि ज्ञापन गर्न चाहन्छौँ र भाटबटिनी ग्रुप कृतज्ञ छ भनेर पनि हामी भन्न चाहन्छौँ। उहाँलाई हामी यो 5,01,111 को चेक पनि हस्तान्तरण गर्दैछौँ र म दुल प्रसाद पराजुली जीलाई
थोरै केही कुराहरू राखिदिनुको लागि अनुरोध पनि गर्न चाहन्छु र उहाँलाई मञ्चमा निम्ति आउनेछु। माइकहरू अग्लो भयो, माइकहरू अग्लो भयो, माइकहरू अग्लो भयो एकैछिन है। सधैँ मिलाउनु मिलाउनु हेलो हेलो मैले जारी खाएको चाहिँ 2058 सालदेखि जारी खाएको। त्यहाँबाट मैले चाहिँ त्यही जारी खाएर नजिकबाट बोल्नु पऱ्यो दाइ। घर बनाएँ। त्यसपछि मैले छोरा बिहे गरेँ। छोराको बिहे गरेँ। त्यसपछि गाडी किनेँ। त्यो दिनको बारेमा चाहिँ अब आतङ्कवादी आए। त्यसपछि अब ढुङ्गामुढा गर्न थाले। अनि हामीले यसो साइडमा बसेर जनता जुटाउनु पऱ्यो। अनि साइडमा लाग्दाखेरि उनीहरू सबै बसेर सब फलफुल त्यो बिहाका बोतलहरू वाइन सबै लिएर गए। आइसिएको फ्रिज सबै लिएर गए। त्यसपछि अब ल भएन भनेर हामी सबैजना साथी टिम मिलेर सबैजना यता यता चाहिँ सबै मिलेर आयौँ। त्यसपछि सबैजना अरू भित्रबाट लखेट्ने, यसलाई चाहिँ बाहिरबाट ड्याङ्गी ड्याङ्गी लठीले मलाई डर लाग्यो। ठिक छ, धन्यवाद। एकचोटि दुर्प्रसाद पराजुलीजीको लागि जोरदार ताली बजाइदिनका लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँले देखाउनु भएको वीरताले हामी सबैलाई पनि प्रेरित गरोस् भन्ने अपेक्षा हामीले लिएका छौँ। धेरै धेरै धन्यवाद दाइले जुन यो कार्य गरेर देखाउनु भएको छ, यसका लागि हामी निकै नै ग्रेटफुल छौँ भन्ने पनि उहाँलाई जानकारी गराउन चाहन्छौँ। धेरै धेरै धन्यवाद दुर्प्रसाद पराजुलीज्यूलाई। 22 वर्ष अगाडि एज अ लेबर उहाँले भातबटिनीको निर्माणमा